हेलो एभ्रिवान, आज चाहिँ हामी मार्च 4 मार्च 5 को च्यालेन्ज डेली च्यालेन्ज सल्भ गर्न गइरहेछौँ। च्यालेन्जको नाम छ कपी पास्ता। यस यसको चाहिँ यसमा चाहिँ एसक्यूएल इन्जेक्सन भल्नरेबिलिटी रहेछ, सल्भ गरेपछि थाहा भयो। यसमा ल्याबलाई सुरु गरिदिउँ, ट्राई गरौँ के हुन्छ भनेर। यसो गर्नुभन्दा नि म यसलाई चाहिँ फायरफक्समा लगेर गर्छु सो द्याट गाइडोमा चाहिँ मैले रेस्पोन्स क्याप्चर गर्न सकौँ। अनि त्यसपछि मैले साइन अप गरेँ विथ युजर नेम ram@gmail.com, फुल नेम इज ram, and then for pass okay, sorry, we have this, okay. Then we will have password ram12। त्यसपछि मैले अकाउन्टलाई क्रिएट गरिदिन्छु। यता गेट रिक्वेस्ट पोस्ट रिक्वेस्ट हेरौँ। पोस्ट रिक्वेस्टमा के पठाएको छ, हाम्रो युजर नेम, इमेल, पासवर्ड र फुल नेम पठाएको छ। अनि हामीलाई जेडब्ल्युटी टोकन दिएको छ उताबाट विथ युजर आइडी 5 भने चाहिँ हामी 5th युजर रहेछौँ। ram@gmail.com, रोल चाहिँ हाम्रो युजर रहेछ है। र अब हामीले यसरी हेर्दै जाउँ अरू के फिचर रहेछ भन्दाखेरि स्निपेट क्रिएट गर्ने फिचर रहेछ, एउटा क्रिएट पनि गरिहालौँ। टाइटल राखौँ हेलो, जाभा स्क्रिप्ट होइन पाइथन राख्न खोजेँ मैले। अनि पब्लिक नै बनाइदिउँ न सुरुमा। डिस्क्रिप्सन हेलो नै राखौँ। अनि कोडमा चाहिँ प्रिन्ट हेलो राखिदिएँ मैले। अनि त्यसपछि ओके, अप्सन केही पनि आएन, म फेरि क्रिएट गर्छु। सो यहाँ तलको अप्सन हराइरहेको छ। ओके, समथिङ केही बिग्रियो जस्तो छ हैन। यहाँ तल यसको सबमिट बटन आएन, तर म यसलाई एकछिनमा हेरौँ। ठिक छ, यसलाई 100% राखौँ। ल अब हामी यहाँ अरूले लेखेको स्निपेटहरू हेरौँ के रहेछ भन्दाखेरि कोडर वानले लेखेको स्निपेट रहेछ। हामीले यसलाई भ्यू गर्न मिल्ने रहेछ। अब मैले यसमा लाइक गरेँ भने लाइक पनि बढ्ने रहेछ। 3 लाइक कमेन्ट गर्न मिल्ने रहेछ। टेस्ट भनेर कमेन्ट गरेँ मैले। सो कमेन्ट पनि आइसकेको छ तल, तर अलि यो स्क्रोल भइरहेको छैन, किन यस्तो भयो? स्क्रोल भइरहेको छैन। यसलाई मैले एक्चुअली फायरफक्सलाई नै रिओपन गर्छु है त, के हुँदो रहेछ। ओके, यसलाई म फिक्स गरिहाल्छु। वेलकम ब्याक आफ्टर स्मल पज। ओके, ल स्निपेटलाई क्रिएट गरिदिइहालौँ है त। हामीले अहिले गरेको जसरी नै पाइथनमा गरेँ मैले। पब्लिक रिपोजिटरी बनाइदिएँ, यसलाई पब्लिक स्निपेट बनाएँ। त्यसपछि हेलो राखेँ, त्यसपछि प्रिन्ट हेलो गरेँ। त्यसपछि मैले यसलाई क्रिएट स्निपेट गरिदिएँ। अब यहाँ स्निपेट क्रिएट भयो होइन, पब्लिक स्निपेट। यहाँनिर मैले के गर्न मिल्ने रहेछ, भ्यू गर्न मिल्ने रहेछ, एडिट गर्न मिल्ने रहेछ। एडिटमा के अप्सन छ त्यो पनि हेरिहालौँ। एडिटमा आफूले बनाउन मिल्ने रहेछ, मैले एडिटलाई क्यान्सल गरिदिएँ। सो पब्लिक रहेछ, यहाँबाट डिलिट गर्न मिल्ने रहेछ, हेर्न मिल्ने रहेछ। यसमा सेयरेबल लिङ्क पनि आउने रहेछ। ठिक छ, अहिले हामी हेरौँला त्यसको बारेमा नि। सो यसमा आफूले लेखेको नि यहाँ आइसकेको छ, प्रिन्ट हेलो भनेर। अरू युजरहरूको को रहेछ हेरौँ। कोडर 1 2 3 रहेछ। त्यसपछि पाइथनिस्टा भन्ने युजर रहेछ, वेब डेभ रहेछ, अनि एडमिन रहेछ। सो मैले यसमा प्रोफाइलमा नि चेक गर्न खोजेँ। प्रोफाइलमा के चेक गर्नु मिल्दो रहेछ, आफ्नो स्निपेट भइहाल्यो, सेटिङहरू भइहाल्यो। एडिट प्रोफाइल भनेको यहाँ के बायोहरूमा के राख्ने भन्ने कुराहरू हुने रहेछ। पासवर्ड चेन्ज गर्न मिल्ने रहेछ होइन। अब यसमा अथेन्टिकेसन बाइपास पनि मैले चेक गरेर हेरेँ, तर अथेन्टिकेसन बाइपास होइन रहेछ।
मैले इन्पोइन्ट एक्सट्र्याक्टरबाट नै यसमा इन्पोइन्टहरू हेरेँ केही त्यस्तो सस्पिसियस छ अथवा केही फ्रुटफुल छ कि भनेर हेरेँ। त्यस्तो फ्रुटफुल त केही पनि लागेन मलाई होइन। सो मैले चाहिँ यसमा अलिकति डिफ्रेन्ट पाएको भनेको चाहिँ यहाँनिर सेयर गर्ने अप्सन हो होइन। सेयरेबल लिङ्क पनि एकचोटि हेरौँ। सेयरेबल लिङ्कमा हामी गएर चेक गर्छौँ। मैले सेयरेबल लिङ्कलाई कपी गरेँ, मैले पेस्ट गरेँ र मैले बाँकी सबैलाई हटाइदिएँ। सेयरेबल लिङ्कले चाहिँ हामीले कहाँ पाइरहेछौँ भन्दाखेरि जुन स्निपेट हामीले सेयर गरेका छौँ त्यसमा चाहिँ यो चाहिँ युयुआइडी जुन छ युयुआइडीको थ्रुबाट हामीले एक्सेस गरिरहेछौँ। युयुआइडीलाई फोर्जिङ गर्न नि ट्राई गरेँ तर फोर्जिङ गर्ने उपाय रहेनछ। सो मैले चाहिँ यो इन्पोइन्टमा चाहिँ चेक गर्छु है त के रहेछ भनेर। जस्तै हामीले यो इन्पोइन्ट हो हाम्रो, यो इन्पोइन्टमा एसक्यूएल इन्जेक्सन गर्न मिल्छ कि मिल्दैन भनेर चेक गरौँ। मैले यसलाई रिप्लेमा पठाइदिएँ र रिप्लेमा पठाएपछि यहाँ हेर्न सक्छौँ हामीले यतिकै रिक्वेस्ट पठाउँदाखेरि के आइरहेछ। यतिकै रिक्वेस्ट गर्दाखेरि हाम्रो आइडी आइरहेछ जुन हामीले पोस्ट गरेको थियो पोस्ट आइडी, त्यसपछि हेलो कोड आएको छ, टाइटल होइन कतिवटा रहेछ 6वटा चाहिँ रहेछ होइन, 6वटा चाहिँ कोलम रहेछ। अब मैले यसमा एसक्यूएल इन्जेक्सन ट्राई गर्छु, एउटा एपोस्ट्रोफी राखेर हेरेँ, एउटा साइन होइन। यहाँ हेर्दाखेरि के भन्छ स्निपेट नट फाउन्ड भन्छ भनेपछि स्निपेट नट फाउन्ड भन्दैमा एसक्यूएल इन्जेक्सन छैन भनेर चाहिँ अलि कन्क्लुड गर्न चाहिँ मिल्दैन। सो म अरू पनि ट्राई गरी हेर्छु है त। जस्तै मसँग यहाँ कन्भर्ट भन्ने अप्सन छ। कन्भर्ट भन्ने अप्सनबाट चाहिँ मैले युआरएल बेस भएको भएर युआरएलमा इन्कोड गर्छु। जस्तै मैले स्पेस अर 1=1 यो भनेको ट्रु कन्डिसन भयो होइन। यसलाई डुप्लिकेट गरौँ है त अर्को चेक गर्ने बेलामा। सो मैले यसलाई कपी गरेँ र मैले यहाँ लगेर पेस्ट गरिदिएँ र यहाँनिर चाहिँ यसपछिकोलाई कमेन्ट गरिदिनलाई दुईवटा ड्यास दिएँ। मैले यसलाई पठाइहेर्छु। यसले त भनिरहेछ ओके आइरहेछ, आइडी फर्स्टको आइरहेछ। यदि फल्स हुँदाखेरि चाहिँ के आइरहेछ आइडी 1 भएको आइरहेछ होइन। यदि ट्रु हुँदाखेरि चाहिँ के आइरहेछ आइडी 1 को आइरहेछ। ट्रु भनेको यो पछाडिको केस हुँदाखेरि चाहिँ 1 को आइरहेछ, 1=1 हो भनेर यो आइरहेछ। सो अब मैले यसलाई फल्स कन्डिसन चेक गरेँ भने चाहिँ हाम्रो के आउने रहेछ त्यो पनि हेरौँ है त। सो फल्स कन्डिसन चेक गर्दा चाहिँ हाम्रो प्रिभियसली आएको जुन छ यहाँ हाम्रो ओरिजिनलको जस्तो रेस्पोन्स आएको छ त्यस्तै रेस्पोन्स आइरहेको छ होइन। यहाँ जुन छ हाम्रो आइडी टाइटल होइन यो आइरहेको छ। अब यसलाई चाहिँ हामीले हेर्दाखेरि एसक्यूएल इन्जेक्सन चाहिँ हुने रहेछ यो इन्ड पोइन्टमा। अब यसलाई कसरी एक्सप्लोइट गर्ने भनेर मैले डिफ्रेन्ट एसक्यूएल इन्जेक्सनहरू ट्राई गरेँ है त। मैले भने सुरुमा म के ट्राई गर्छु भन्दा कतिवटा कोलम रहेछ त त्यो ट्राई गर्छु है त। म सुरुमा म एउटा स्पेस होइन अर्डर बाई 1 ट्राई गर्छु सुरुमा, ठिक छ। त्यसपछिकोलाई कमेन्ट गरिदिन्छु। सो युआरएल इन्कोड गरिदिन्छु म यसलाई। युआरएल इन्कोड गरेपछि यति आइसकेको छ मसँग। यसलाई कपी गरेर चाहिँ मैले जुन रिप्ले गरिरहेको छु यसको सबैलाई हटाएर यो राखेर ट्राई गर्छु हुन्छ कि हुँदैन भनेर। सो आइरहेछ अर्डर 8 को आइरहेछ भनेपछि मैले यसमा कतिवटा कोलम छ भनेर चेक गर्नको लागि चाहिँ मैले जुन रिक्वेस्ट छ हामीसँग भएको यो एचटीटीपी रिक्वेस्ट छ जुन यो सेयरेबल पाथको, यसलाई चाहिँ मैले यहाँ कहाँ छ भन्दाखेरि यहाँ छ है स्निपेट सेयर। सो यसलाई मैले चाहिँ अटोमेटमा पठाइदिन्छु। अटोमेट भनेको अटोमेटबाट चाहिँ मैले कन्टिन्युस पेलोडहरू राख्न मिल्यो। अब मैले यसको ठाउँमा के राख्छु भन्दाखेरि जुन भर्खर राखेको पेलोड थियो यो अर्डर बाईवाला, अनि यो 1 को ठाउँमा चाहिँ के राखिदिन्छु म 1 2 3 4 5 6 7 8 9 10 एकैचोटि पालो ट्राई गर्छु होइन। यसको लागि चाहिँ मैले नम्बर्स राख्छु। नम्बर कतिदेखि स्टार्ट 1 देखि चाहिँ ल 10वटा मात्र गरौँ न होइन। 10वटा गरेर बाँकीकोलाई कमेन्ट गर्दै पछाडिकोलाई र यसलाई मैले रन गर्छु। रन गर्दाखेरि यसले के भइरहेछ सबैमा 349 यहाँदेखि लेन्थ चेन्ज भइरहेछ भनेपछि 6 को रिक्वेस्ट के छ रेस्पोन्स के छ भन्दाखेरि आइडी आइरहेछ, हेलो आइरहेछ, प्रिन्ट आइरहेछ, पाइथन आइरहेछ, हेलो आइरहेछ, राम आइरहेछ होइन। योभन्दा अगाडिको पनि त्यही आइरहेछ हेर्दाखेरि होइन। सो यस पछाडिकोमा चाहिँ के आएको छ भन्दाखेरि स्निपेट नट फाउन्ड भनेको छ भनेपछि 6वटा चाहिँ हामीसँग कोलम रहेछ 1 2 3 4 5 6। सो 6वटा कोलममध्ये के कोलम रहेछ हामीले लिनको लागि चाहिँ अब हामी फेरि रिप्लेमा जान्छौँ। अरू नै जस्तै हामीले यति थाहा पाइसकेपछि हामीले अर्को पेलोड जुन हामीसँग छ फ्रम वाला पेलोड त्यो युज गर्न सक्छौँ हामीले। यो पेलोडको लागि चाहिँ मैले एउटा गिट हब रिपोजिटरीबाट लिएको छु युआरएल
एसक्युएल इन्जेक्सन पेलोड भन्ने छ, स्विस्की रेपो भन्ने पेलोड, सबै पेलोडहरू चाहिँ यसमा छ। सो माइस्क्युएल होइन कि यसमा नर्मली चाहिँ एसक्युएल चाहिँ यहाँ भन्दा नि ओके पेलोड यहाँ आइसकेको छ। हामीसँग एसक्युलाइट हुन्छ नर्मली सिटिएफहरूमा चाहिँ। सो यो चाहिँ रिसर्च गरेर थाहा पाएको मैले चाहिँ खासमा। सो म एसक्युलाइटमा जान्छु। अनि एसक्युलाइटमा हामीले युनियन सेलेक्ट भन्ने, अब युनियन सेलेक्ट चाहिँ हामीले युज गर्न मिल्यो नि त। अब हामीलाई 6वटा छ भन्ने त थाहा भइसक्यो। अब युनियन पेलोडको लागि चाहिँ के युज गर्न सक्छौँ भन्दाखेरि अब रेस्पोन्स दिएको छ कि छैन पहिला त्यो चेक गर्नको लागि चाहिँ मैले के गर्छु भन्दाखेरि फेरि कन्भर्टमा जान्छु। त्यसपछि अब चाहिँ हामी के गर्छौँ भन्दाखेरि युनियन, ओके फर्स्टमा स्पेस राख्छु है, युनियन सेलेक्ट नल, 6वटा नल छ हामीसँग, नल किनकि हामीसँग 6वटा कोलम भएको भएर 6वटा नल राख्न खोजेँ मैले। नल 1 2 3 4 5, अब एउटा लास्ट नल राख्न खोजेँ मैले। यसलाई चाहिँ युआरएल इन्कोड गरेँ र मैले यो युआरएल इन्कोडेड टेक्स्टलाई चाहिँ काल यहाँ लग्छु र बाँकीकोलाई कमेन्ट गर्नको लागि कमेन्टलाई जस्ताको तस्तै छोडिदिन्छु र म यसलाई पठाउँछु। यसले रिफ्लेक्ट गर्छ कि गर्दैन भनेर चेक गर्नको लागि। सबै रिफ्लेक्ट गरिरहेछ हेर्नु त, ल आइडीमा नल आइरहेछ, टाइटल 6वटा हामीसँग जुन कोलम थियो त्योबाट सबै रिफ्लेक्ट गरिरहेछ। भनेपछि अब हामीले के गर्न सक्छौँ भन्दाखेरि युनियन सेलेक्ट गरेर हामी भर्जनहरू चेक गर्न पनि सक्छौँ। जस्तै अब भर्खर लेखेकै भइहाल्यो युनियन सेलेक्ट। अब कुनै एउटा नलको ठाउँमा, जस्तै नलको ठाउँमा भर्जन एक्सट्र्याक्ट डाटाबेस स्ट्रक्चर छ, डाटाबेस स्ट्रक्चर टेबल नेम यहाँ डिफ्रेन्टहरू छ होइन। जस्तै अब डिबिएमएसको भर्जन थाहा पाउनलाई चाहिँ सेलेक्ट एसक्युलाइट भर्जन गर भनेको छ, एसक्युलाइट अन्डरस्कोर भर्जन गर भनेको छ होइन। नल राख्छु, एउटामा चाहिँ कुनैमा चाहिँ एसक्युलाइट अन्डरस्कोर भर्जन भन्ने जुन छ यसलाई राख्छु। त्यसपछि बाँकी 3टालाई नल गरिदिन्छु। नल गरिदिन्छु भनेपछि मसँग टोटल 6वटा भयो। यसलाई एकचोटि अगाडि स्पेस पनि राखौँ। त्यसपछि यो जुन छ यसलाई चाहिँ मैले यहाँ लगेर पेस्ट गरिदिन्छु है त, यसले कस्तो रेस्पोन्स दिँदो रहेछ चेक गर्नको लागि। सो यति पठाइदिइसकेपछि यसले के दिन्छ भन्दाखेरि 3rdमा जुनमा राखेको थिएँ नि मैले एसक्युलाइट भर्जन नल 2टा इन्स्ट्यान्स पछि 3rdमा चाहिँ एसक्युलाइट भर्जन दिएको थिएँ। त्यसमा चाहिँ 3.4.2 भनेर भर्जन यसले एकदम राम्रोसँग रेस्पोन्ड गरिरहेछ। अब मैले अरू के गर्न सक्छु त भन्दाखेरि डाटाबेसबाट टेबल नेम पनि त चाहिरहेछ नि त। टेबल नेम के छ त भनेर चेक गरौँ है त सुरुमा। सो एउटा कुनै यो नल भएको ठाउँमा चाहिँ मैले के राख्नु पऱ्यो, टिबिएल अन्डरस्कोर नेम राख्यो भने टेबल नेम आउने हो। फ्रम कहाँ, फ्रम एसक्युलाइट मास्टर होइन, फ्रम एसक्युलाइट मास्टर गर्नु पऱ्यो। वेयर टाइप इक्वल्स टु टेबल यति राख्नु पऱ्यो। फ्रम पछाडिको यसलाई मैले कपी गरिदिन्छु अनि मैले यहाँनिर ल्याएर पेस्ट गरिदिन्छु र लास्टमा यो राखिदिन्छु कमेन्ट गर्नको लागि। युआरएल इन्कोड भएर आइसकेको छ। यसलाई चाहिँ मैले यहाँ राखेर यो पेलोड चेक गर्छु है त। सो यहाँ यसलाई सेन्ड गरेर हेरौँ यसले कस्तो रेस्पोन्स दिन्छ त। स्निपेट कमेन्ट भनेर टाइटलमा आइसकेको छ। हामीले सेकेन्डमा जुनमा राखेको थियौँ यहाँ हेर्न सक्छौँ हामीले युनियन सेलेक्ट नल, फर्स्ट नल छ, सेकेन्डमा चाहिँ टेबल नेम हामीले प्रिन्ट गर्न खोजेको छ। सो स्निपेट कमान्ड मात्र आयो तर यसमा त हामीले अरू पनि हुनसक्छ। सो टेबल एउटा मात्र भएको ठाउँमा अरू पनि ल्याउनको लागि चाहिँ ग्रुप कन्क्याट हामीले युज गर्न सक्छौँ। जस्तै एक्सट्र्याक्ट टेबल नेम्स होइन, यसमा चाहिँ ग्रुप कन्क्याट युज गरेर एकै ठाउँमा राख्न पनि सक्छौँ। जस्तै टेबल नेमको अगाडि ग्रुप टेबल नेमको पछाडि ब्र्याकेट भइहाल्यो। त्यसपछि ग्रुप अन्डरस्कोर कन्क्याट राखेर चाहिँ मैले एकै ठाउँमा चाहिँ प्रिन्ट गर्नलाई रिक्वेस्ट पठाउँछ। यसले कस्तो रेस्पोन्ड गर्छ हेर्दाखेरि के थाहा भयो हामीलाई। युजर्स भन्ने छ, एसक्युलाइट भन्ने छ, स्निपेट्स भन्ने छ, स्निपेट लाइक, स्निपेट कमान्ड। अब मैले यहाँ युजर्स देखिसकेपछि त मैले एडमिनको अकाउन्टलाई चाहिँ लिएर मैले प्रिभिलेज स्केलेट गर्न खोज्छु नर्मली यसरी देखेँ भनेपछि म यो युजर भन्ने टेबलको लागि जान्छु। अब युजर भन्ने टेबलबाट कोलम नेम चाहियो, कहाँबाट, युजर भन्ने टेबलबाट। सो हामी यहाँमध्ये कुनबाट लिउँ त भन्दाखेरि अलिक छोटो भनेको यो छ, सेलेक्ट नेम फ्रम प्र्याग्मा टेबल यो छ, योबाट लिन चाहेँ मैले अहिलेको लागि। सो यहाँ ग्रुप डट कन्क्याट यसको ठाउँमा चाहिँ मैले के राखिदिन्छु भन्दाखेरि सेलेक्ट नेम फ्रम टेबल छ होइन। सो सेलेक्ट नेम
फ्रम एसक्युएलआइट मास्टरको ठाउँमा टेबल वेयर सेलेक्ट नेम फ्रम प्र्यागमा टेबल रहेछ, सरी, सो PRAGMA प्र्यागमा टेबल वेयर प्र्यागमा टेबल इन्फो फ्रम, यसलाई नै कपी गरिदिउँ न त, फ्रम प्र्यागमा टेबल, मैले यो पेलोडको ठाउँमा चाहिँ जुन यति प्र्यागमा टेबल पछाडि सबैलाई हटाइदिन्छु म। प्र्यागमा टेबल इन्फो, टेबल नेम भनेको हाम्रो के छ, युजर्स हैन। यो साइडको यो एरोलाई हटाइदिउँ, प्र्यागमा टेबल इन्फोबाट लिन चाहे मैले। सो यसलाई मैले सेन्ड गर्छु, कस्तो रेस्पोन्स आउँछ त्यो पनि हेरौँ। ओके, ब्याड रिक्वेस्ट आएको छ, यो मैले लेखेको पेलोड मिलेन जस्तो छ, म फेरि गर्छु है त। युनियन अगाडि स्पेस राख्छु, युनियनभन्दा अगाडि युनियन सेलेक्ट नल राख्छु सुरुमा। मैले सेकेन्डमा लिन खोजेँ, सेकेन्डमा लिँदाखेरि नेम प्रिन्ट गर्न खोजेँ, सो नेम भन्दा नि म नेम प्रिन्ट गर्छु। यहाँ के भनेको छ, कोलम नेम लिनुपर्ने छ। सेलेक्ट फ्रम प्र्यागमा टेबल भनेपछि नल राख्छु, 4वटा भयो, 5वटा, 6वटा राख्छु। त्यसपछि मैले कहाँबाट लिनु पर्यो भन्दाखेरि फ्रम प्र्यागमा टेबल नेमबाट लिनु पर्यो। सो मैले यसलाई पेस्ट गरेँ, फ्रम टेबल नेमको ठाउँमा मैले राख्छु युजर्स राख्छु, र यसलाई चाहिँ मैले युआरएल इन्कोड गर्छु है त। सो यति बाँकीलाई मैले हटाइदिएँ र प्र्यागमा टेबल युजर्स भनेर पठाइदिएँ मैले यहाँबाट। सो रिक्वेस्ट आएको छ, तर टाइटलमा बायो मात्र आयो, किनकि एउटा मात्र आयो भने हामीले अघि के गर्न सिकेको छौँ भन्दाखेरि जस्तै जहाँ जुन नेम छ नि यसमा ग्रुप डट कन्क्याट राख्यो भने त भएको जति सबै आउँछ नि त। सो ग्रुप अन्डरस्कोर कन्क्याट र यसलाई चाहिँ ब्र्याकेटभित्र प्यारेन्थेसिसभित्र हालिदियो भने, यति गरेँ भने मैले, सो यसलाई मैले सेन्ड गरिदिन्छु। फेरि हामीसँग के आएछ, आइडी, युजर नेम, इमेल, पासवर्ड कतिवटा रहेछ, 1 2 3 4 5 6 7 8वटा रहेछ। भनेपछि मैले यो सबैलाई लिन नि मिल्यो, तर म अब के गर्छु भन्दाखेरि म चाहिँ चाहिने चाहिँ अब मलाई आइडी युजर नेम र पासवर्ड भयो भने त मैले इजिली प्रिभिलेज स्केलेसन गर्न सक्ने भए। सो म 3वटा मात्रै लिन्छु। भनेपछि यहाँ के लिन्छु मैले, आइडी, त्यसपछि युजर नेम र पासवर्ड 3वटा लिन्छु। फ्रम युजर्स मात्र गर्छु अब म, फ्रम युजर्स गर्छु। युजरबाट लिएँ मैले। अब यसलाई मैले कपी गरेँ, त्यसपछि यहाँ राखेर ट्राई गर्छु यो पेलोड मिल्यो कि मिलेन भनेर। सो पेलोड मिलेन भनेर म फेरि रिट्राई पनि गर्छु। सो यहाँ गएर यति गरेर कमेन्ट गरिदिसकेपछि यसरी सेन्ड गरेँ भने के हुन्छ भन्दाखेरि यहाँनिर आइसक्यो, आइडीमा आयो, टाइटलमा आयो र कोडमा आयो। बाँकीलाई त मैले नल नै पठाएको थिएँ, यहाँ हेर्न सक्छ मैले 3वटालाई नल पठाएको थिएँ। सो एडमिन आयो, बग आयो, त्यसपछि पासवर्ड आयो हैन कोडमा। र मैले जस्तै अरू पनि लिन चाहेँ भने जस्तै ग्रुप डट कन्क्याट गरेर लिन मिल्छ कि मिल्दैन त्यो पनि ट्राई गरौँ। जस्तै ग्रुप अन्डरस्कोर कन्क्याट गरेर यसरी लिँदाखेरि आइडी सबै आइडी आउँछ कि आउँदैन त्यो पनि चेक गरेर हेरौँ। आएन। सो यो यसमा त अरू नै आयो आइडीबाट। सो यसलाई हटाइदिउँ, यसरी नमिल्ने रहेछ। सो हामीले अघि गरेकैलाई फाइनल गरेर हामीले यहाँ हेर्न सक्छौँ के आएको छ भन्दाखेरि एडमिन आइडी 1 आएको छ, टाइटल आएको छ, अनि पासवर्ड आएको छ। अब मैले यसलाई कपी गर्छु, सरी यतिलाई मैले कपी गर्छु। म एडमिनको पेजमा लगइन पनि ट्राई गरी हेर्छ है त के हुने रहेछ। सो फ्ल्याग त आइसकेको छ हामीलाई, त्यही पनि एडमिनमा लगइन गरेर नै हेरिसकेँ। ल मेरो कोड रहेछ, प्रोफाइलमा गएर हेरौँ के गर्नु मिल्ने रहेछ। एडमिनको चाहिँ हेर्न मन लागेर मात्र गरेको, हामीलाई फ्ल्याग त आइसकेको छ। सो पब्लिकमा के छ त्यो पनि हेर्न मिल्यो, अरू सबै सेम रहेछ।
मात्रै त्यो फ्ल्याग चाहिँ एज अ पासवर्ड दिएको रहेछ हामीलाई। सो मैले यो फ्ल्यागलाई सबमिट गर्छु र यो गिटअपको चाहिँ नर्मली सर्च गर्दा नै आउँछ एसक्युएल इन्जेक्सनहरूको पेलोडहरू चाहिँ। सो फ्ल्यागलाई मैले सबमिट गर्छु। ओके, यहाँनिर चाहिँ एउटा ब्र्याकेट छुटेछ, मैले सबमिट गरिदिएँ। ल फ्ल्याग पनि करेक्ट भइसकेको छ। आजको चाहिँ अलिकति कन्फ्युजिङ थियो किनकि त्यो हामीले जुन इन्ड पोइन्ट थियो इन्ड पोइन्ट नभेटेको कारणले चाहिँ अलिक कन्फ्युजिङ भएको भएर चाहिँ आज सल्भ गर्न अलिक टाइम लाग्यो। सो आजको लागि चाहिँ यति नै। थ्याङ्क यू।